काम भएको कारणले गर्दाखेरि त्यो कुरा विगतमा धेरै कुराहरू चल्यो। अहिले अब कुरा पनि हरायो। थुप्रैचोटि मैले बिन्ती भयो पनि गरेँ, एक खालको झगडा गर्न पनि भयो होइन। म नगर प्रमुखको हैसियतबाट मैले कोसिस गरेँ कि गरिनँ भन्ने कुराहरू आउँछ। पानीको लागि राष्ट्रिय बजेटको लागि हामी गएको हो, तर ऋण आउनु खोज्यो होइन। ऋण कति लिने? पहिलाकै ऋण छ यहाँ 52 करोड कि कति करोड त चाहिँ पहिलाकै ऋण छ। त्यसले गर्दा ऋण चाहेको होइन, मैले पानी मागेको थिएँ। पानी तर तपाईँको चाहिँ नि आउनु पर्नेमा चाहिँ झन्डै ऋण चाहिँ आउने हो भन्ने खालको कुरा थियो। तर त्यो पनि अपुष्ट कुराहरू थियो। जहाँ हामी ट्याङ्की बनाउन खोजिरहेका छौँ त्यहाँ वनले न्यू खोजिरहेको छ। अनि तपाईँको चाहिँ नि त्यो वनले जग्गा नै तपाईँको नदी राखेको अवस्थामा कताको ऋणको कुरा, ती सम्पूर्ण कुराहरू राजनीतिक तपाईँको प्रचारबाजी मात्रै थिए कि भन्ने पनि मलाई लाग्छ। तर केही छैन, तपाईँको साथ सहयोग र आशीर्वाद मिल्छ भने होइन, मै माथि गएर तपाईँको चाहिँ लिएर आउँछु है। त्यो चिज हो, तपाईँहरूले पनि साथ दिनुहोस्। धरानको विकासको लागि गर्ने हो होइन। यहाँ हामी विभिन्न राजनीतिक पार्टीका मान्छेहरू छौँ। अब एक्लै म पनि नहिँड्ने निर्णय गरेर मैले पनि एउटा पार्टी खोलेँ है। त्यसो भएको कारणले धरानको विकास कसरी गर्ने भन्ने विषयमा हाम्रो एकता हुने नै छ होइन। राजनीतिक पार्टीहरू भनेको बाटोहरू मात्रै हो। भानुचोक पुग्नलाई छाताचोकबाट जाँदा पनि भयो, यताबाट जाँदा पनि भयो, पुतल लाइनबाट आउँदा पनि भयो, तल होटेबलबाट आउँदा पनि भयो भने जस्तो विभिन्न बाटाहरू हुन्। हाम्रो उद्देश्य भनेको यो देशको सुशासन र विकास, त्यो उद्देश्य, त्यो गन्तव्यमा हामी सबैजनाको एकमत छ भन्ने मलाई विश्वास। अब धेरै कुराहरू छन् राख्नै पर्दा। अब बस पार्क हाम्रो निर्माण भएको छ होइन। बस पार्क निर्माण भइसकेको छ, त्यसका तपाईँको त्यो ठेक्का पनि लागिसक्यो होइन। ठेक्का लागिसकेको कुरा छ। त्यो अब हाम्रो मूल्याङ्कन गर्ने के भन्ने त्यो केही प्राविधिक विषयहरू छन्, ती कुरा गरेर बस पार्क हाम्रो सञ्चालन हुनेछ। बाटो 6 लेनको ड्याम किन भानुचोकमा नबनाएको भन्ने कुरामा पनि थुप्रैचोटि मलाई प्रश्न पनि तेर्साइएको छ। तेर्साउनु पर्ने मै हो, किनभने प्रमुखमा मै छु त मलाई त्यो प्रश्नले त्यस्तो बिझायो भन्दिनँ म। त्यसमा पनि तपाईँको छैन त्यहाँ अब पहिला होइन सानो बाटोको मापदण्ड राखेर घरहरू पास गरिसकेको कारणले गर्दाखेरि त्यहाँ घरको चाहिँ त्यो अब कत्रो भत्काउने, के भत्काउने, 206 फिटको भत्काउनु पर्ने भन्ने विषयमा चाहिँ हाम्रो विलम्बन्द अझै छ। मलाई लाग्छ त्यो पनि तपाईँको छैन चाँडै टुङ्ग्याउनुपर्छ, टुङ्गिनुपर्छ त्यो विषय है। र त्यहाँ अब भानुचोकमा तपाईँको छैन बस्नुहुने सम्पूर्ण त्यो अब सबै अरूको घर सबै भत्काएर, मैले बुझेको चाहिँ बाटो मात्रै विकासको इन्डिकेटर होइन। विकासको इन्डिकेटर हुनका लागि चाहिँ धेरै कुराहरू चाहिन्छ। जस्तै तल मधेसमा